नमस्कार। आज पहिलोचोटि भिडियो बनाउँछु म र आज बहिनी ज्वाइँको घरमा आएको छु। आज छुट्टी पनि थियो, तर बहिनीको पनि छुट्टी, हाम्रो ज्वाइँको पनि छुट्टी। त्यही भएर अनि यसो गफ गरौँ जापानको बारेमा। हाम्रो बहिनी आएको निकै वर्ष भयो र उहाँले कसरी यहाँ जापानमा आएर के गरेर के सङ्घर्ष गरेर यहाँसम्म पुग्नुभयो र हाम्रो ज्वाइँलाई पनि ल्याउनु भयो, त्यो विषयमा अलिकति कुरा गर्ने छ हामी बहिनीसँग। ल स्वागत छ हाम्रो बहिनी। धन्यवाद, थ्याङ्क यू, नमस्ते। म चाहिँ कौमती गुरुङ एके कृति गुरुङ। मेरो पनि युट्युब च्यानल छ। मेरो दाईको युट्युब च्यानलमा स्वागत गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि हामी दुईजना, मेरो हस्बेन्ड र मलाई बोल्ने 2 शब्द बोल्ने अवसर दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद मेरो दाईलाई। नमस्ते, म चाहिँ मनोज गुरुङ, मेरो वाइफ कृति गुरुङ र जापान आएको म धेरै भएको छैन र जस दाईको युट्युब च्यानलमा स्वागत गर्नुभयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई। कौमतीले भन्नु न कति वर्ष भयो र अहिले कति वर्षको काम गरेर चाहिँ आउनु कति भन्नु। म चाहिँ आएको स्टुडेन्टको लागि आएको। मैले खासमा चाहिँ नेपालकै ब्याचलरबाट आएको हो। अनि स्टुडेन्टमा अब जति ब्याचलर पढे पनि डिग्री पढे पनि यहाँ आएपछि चाहिँ जापानिज ल्याङ्ग्वेज पढ्नै पर्छ। अनि जापानिज ल्याङ्ग्वेज चाहिँ कस्तो हुन्छ भने यहाँ इन्टेक अनुसारको हुन्छ। अप्रिल इन्टेककोले 2 वर्ष पढ्नै पर्छ, अनि अगस्त जुलाई इन्टेककोले 21 महिना, अनि अक्टोबर इन्टेककोले 18 महिना, अनि जनवरी इन्टेककोले 15 महिना पढ्नै पर्छ। अनि म चाहिँ आएको जुलाई इन्टेक हो। जुलाई इन्टेककोले मैले 21 महिना भनेको लगभग 2 वर्षको कोर्स मैले पढेँ। अनि पढिसकेपछि म डाइरेक्ट नेपालको ब्याचलरबाट जापानको कम्पनीमा छिर्ने भनेर भनेको थिएँ। तर त्यतिखेर हामी आए पछाडि चाहिँ ठ्याक्कै कोरोना लाग्यो। अनि कोरोना भइसकेपछि भने जस्तो कम्पनीहरू पाएन। त्यस पछाडि बाध्यताले म चाहिँ सेनमन गएको छिर्नु पर्ने भयो। अनि हामीहरू सबैजना अनि सेनमन गएको छिर्यौँ। अब इन्टरभ्यू दिनुपर्छ सेनमन गएको पनि, अनि त्यो चाहिँ 2 वर्षे कोर्स हुन्छ। अनि त्यसको लागि त्यता छिर्यौँ। अनि त्यहाँ त्यो पनि पढिसकेर अनि हामीले ग्रेजुएसन गऱ्यौँ। अनि ग्रेजुएसन गरिसकेपछि चाहिँ अनि वर्किङको लागि चाहिँ यहाँ चाहिँ कस्तो हुन्छ भने कम्पनीहरू कलेजमा नै आउँछ भ्याकेन्सी हायर गर्नलाई। अनि त्यसमा चाहिँ हामीले इन्टरभ्यूहरू दियौँ। अनि पास भएर म चाहिँ अनि वर्किङ गरेँ 2 वर्षको कोर्स कम्प्लिट गरेर। अनि वर्किङ गरिसके पछाडि चाहिँ अनि वर्किङ गरेको 3 महिना 6 महिना त्यस्तै भइसकेपछि गरे लगत्तै पनि पाउन त। तर मैले चाहिँ वर्किङ गरिसके पछाडि अनि म चाहिँ नेपाल ब्याक भएँ। अनि मैले चाहिँ म बिए गर्नको लागि नेपाल गएँ। अनि नेपाल गएर बिए गरेर अनि त्यस पछाडि हस्बेन्डलाई ल्याउनलाई म जापान ब्याक भएर अनि प्रोसेसिङ गरेँ। अनि प्रोसेसिङ गरिसके पछाडि हस्बेन्डको सिओई आउनलाई 4 महिना लाग्यो। अनि 4 महिना लागे पछाडि अनि उहाँको सिओई आएर अनि मैले यतैबाट नै अनि अनलाइन टिकट काटिदिएँ। अनि मेरो हस्बेन्ड चाहिँ हानेदा एयरपोर्टमा ल्यान्डिङ भएर आउनुभयो। अनि म चाहिँ पहिलाको कम्पनीबाट चाहिँ फेरि तेन्सोको भन्छ अर्को कम्पनीमा चेन्ज गरेर अहिले चाहिँ यहाँ खानागावाको कावासाकी सिटीमा बस्दै आइरहेको छु मेरो हस्बेन्डसँगै। ज्वाइँले भन्नु, ज्वाइँ कस्तो लाग्यो जापान आएपछि? जस्तो छ कि छैन जापान र आउने पिँढीलाई आउने मान्छेलाई के भन्नुहुन्छ त्यस विषयमा? जापान अब जानु त म पहिला पनि अरू ठाउँहरू अरू विदेशहरू गएको हो र सुरुमा आउँदाखेरि यहाँनिर जस्तो सुकै जहाँ गए पनि नयाँ ठाउँमा आउँदाखेरि अलि अचम्म नै लाग्छ, अलिकति अप्ठ्यारो पनि नै हुन्छ। त्यही माथि अब यहाँनिर अब भनेको एक त भाषा अलिकति भयो भने धेरै सहज हुन्छ, भएन भने चाहिँ अलिकति गाह्रो नै पर्छ। तर अब आफूले अब त्यो अब यहाँ आउँदाखेरि चाहिँ जस अलिकति भाषा सिकेर आयो भने चाहिँ धेरै नै प्रफिट पोइन्टहरू हुँदो रहेछ। सो अहिलेसम्म त मलाई यहाँनिर जापान आएको चाहिँ अहिले जस कति महिना भयो? म जुनमा आउनुभएको, लगभग 1 वर्ष हुन आँट्यो, अलमोस्ट इयर हुन आइसक्यो। अब अहिलेसम्ममा अहिले यहाँ आएर मैले सिकेको र मैले भोगेको कुराहरू चाहिँ कस्तो भने अब आफूलाई अब अलिकति अब इन्ट्रेस्ट भन्दा नि आफूलाई अब त्यो भाषाहरू चाहिँ अलिकति नै अलिक विक नै छु, धेरै नै विक छु होइन।
जस अहिले काम चलाऊ विक होइन के चाहिएको छ भने त्यही त भन्नु नि लास्टमा के गर्नु चाहिँ होइन अब त्यही हो अब दिनको एउटा शब्द दुईटा शब्द सिक्यो भने धेरै नै हुन्छ तर मेरो चाहिँ अब आज एक दिन एउटा शब्द सिक्यो भने अब त्यो फेरि सम्झिनु अलिक गाह्रो हुन्छ बिर्सिहाल्छु र अहिले प्रयास गर्दैछु अब हेर्दै जाउँ आउने समयमा अब के हुन्छ फटाफट हाम्रो दाइ र बुढीले जस्तै बोल्न सक्ने ल्याङ्ग्वेज भनेको त बोल्दै गएपछि आउने त हो नि इम्प्रुभ हुँदै जान्छ होइन अलिकति आफूले पनि उयो गर्यो भने त हो नि तर त्यो छैन नि त अब घर आयो त्यही त तपाईँले के भन्नु अघि जानु भन्नु के शब्द भन्नुहोस् न मैले फर्स्टमा सिकेको भनेको चाहिँ यहाँनिर अब वाइ गोजाइमास भन्ने सिकेँ वाइ गोजाइमास भन्ने सिकेँ अनि त्यसपछि अरू कुन सिकेँ अनि आरिगातो गोजाइमास अनि त्यसपछि आउँदैन त अहिले भन्ने नियङ्गो वाकार हो यो नियङ्गो वाकार नै सिक्यो भने चाहिँ धेरै नै फाइदा रहेछ फेरि हो किनकि आफूले त्यतिकै टाउको हलाउँदै बस्यो भने जापानिजहरू बोलेको गर्छ अब आफूले बुझ्दैन बरु नियङ्गो वाकार नै भन्यो नि यसलाई आउँदैन रहेछ भनेर अनि तिनीहरूले भनेपछि त्यो अलिअलि काम गर्दै गएपछि त्यहाँ मान्छे धेरै भएपछि आफूले नियमको वाक्य नै भनेपछि सजिलो भयो धेरै बोल्नु परेन जानेको काम चाहिँ आफूले खुसी सुरु गर्दै गएपछि तर फेरि अब यहाँनिर काम गर्ने ठाउँ पनि अब जापानिजहरूसँग काम गर्ने ठाउँमा चाहिँ अलिक गाह्रो नै हुन्छ तर अहिलेसम्म मैले गरेकोमा चाहिँ सबैजना नेपालीहरू हुनुहुन्छ नेपाली दिदीभाइ दाजुभाइहरू हुनुहुन्छ यहाँको चाहिँ ठिकै छ म तपाईँले पिछाडि रोकेँ यहाँको चाहिँ जस्तो यहाँ चालचलन रुल रेगुलेसन कस्तो लाग्यो यहाँको कस्तो के फरक देखियो यहाँको त धेरै नै फरक छ र मलाई अचम्म पनि लाग्छ कि अब कहिलेकाहीँ भन्दा अब हामी प्रायः ट्रेनमा जाँदाखेरि अब इभन बाटोमा हिँड्दाखेरि अब यहाँको रेस्पेक्ट चाहिँ छ भन्ने मात्रै सुनेको थिएँ तर यहाँनिर कस्तो भने यिनीहरू यहाँकोहरू त्यति बोल्दै नबोल्ने के अब हुन्छ नि अब हामी त इभन नेपालमै भए पनि नि अब गाडीमा चढ्दाखेरि भिडभाड भएकोमा अलिकति हट्नुहोस् न है भनेर एक दुईवटा शब्द त बोलिन्छ नि त्यो ठेल्ने ढकाल्ने त्यस्तो गर्दैन नि त तर यहाँको लाइफस्टाइलहरू पनि त्यस्तो हाई पनि छैन त्यस्तो लो पनि छैन ठिक्कको नेपालीहरूलाई रुच्ने खाले नै छ भनेपछि जो पनि व्यक्ति आएपछि यहाँ आएर चाहिँ सेटल हुने चान्स चाहिँ छ मिलेर काम गर्न मिलेर भाषा जान्यो भने त जहाँ पनि खाइयो नि सहजै हुन्छ धेरै नै सहज हुन्छ भाषा नजान्दा चाहिँ अब उनीहरूले के भन्छ फेरि मेन समस्या भनेको यिनीहरूले इङ्ग्लिस बुझ्दैन नि त अनि यिनीहरूले इङ्ग्लिस बुझे पनि यिनीहरूको त्यो प्रोनाउन्सिएसन नै डिफ्रेन्ट हुन्छ नि त अनि अब ल एक्जाम्पलको लागि अब बेड इङ्ग्लिसमा त खासमा बेड हो नि खाटलाई यिनीहरूले भन्ने भनेको बेतो भन्छ अनि बेतो भनेको के हो अनि टोइलेटलाई के अरे टोइरे अनि टेबललाई टेबुरु भनिदिन्छ अनि अब त्यो के हो हाम्रो नामै अब बिगारिदिन्छ नि अब मेरो बुढाको नाम मनोज हो मानोजु भनेर चाहिँ जापानमा चाहिँ बोल्ने तरिका चाहिँ शब्द चाहिँ छुट्टै चेन्ज भइहाल्छ है अर्कै हुन्छ भइहाल्छ नि त होइन त्यस्तै हो कि जापान आएपछि मैले पनि पहिला जापानमा सोचेको थिएँ के कस्तो भयो हुन्छ होला सोचेको थिएँ तर त्यहाँपछि अर्कै छुट्टै हुँदछ जे होस् आज मैले कुरा चाहिँ के गर्न राखेको थिएँ भन्दाखेरि चाहिँ आज हाम्रो बहिनी चाहिँ पहिलादेखि सँगै बसेको अब जो बहिनी त सँगै एउटा स्कुलमा पढेको अनि त्योमा धेरै कुरा जानेका थिएँ धेरै कुरा सोध्ने मन लागेको थियो कि अनि यस्तै मान्छे धेरै मान्छे हुनुहुन्छ जो जापान आउनु चाहनुहुन्छ साथीमा डिपेन्डेन्ट आउने बित्तिकै मान्छेले हेरास हुन्छ यति प्रब्लम हुन्छ यो हुन्छ भन्छ कि अनि त्यो खण्डमा पनि हाम्रो ज्वाइँले त्यति आएर हाम्रो बहिनीले यहाँ ल्याएर ज्वाइँ कति आफै हार्डवर्क गर्दै नजानेको भाषालाई पनि जाने आफूले काम चाहिँ गरी अगाडि बढ्नु कि त्यस्तै चाहिँ तपाईँलाई चाहिँ भने हर व्यक्तिलाई चाहिँ तपाईँले त्यसरी नै गर्नुहोस् कि आफूले नजानेपछि के हुन हामीले कोसिस गर्नु पर्यो होइन आफूले कोसिस गरेर चाहिँ हामी अगाडि 100% बढिन्छ होइन नथिङ इज इम्पोसिबल जहाँ गए पनि अब हार्ड लेबर त गर्नै पर्छ हामी नेपालमा भए पनि अमेरिका गए पनि अस्ट्रेलिया गए पनि जापान भए पनि जहाँ गए पनि अब स्ट्रगल त गर्नै पर्छ होइन स्ट्रगल नगरी त कहाँ अगाडि पुग्न सकिन्छ र तर पनि हरेस खानु हुँदैन होइन जहीँ भए पनि अलिक मेन चाहिँ यहाँको अलिकति प्रब्लम भनेको त्यही भाषा नै हो अनि अब यहाँको मान्छेहरू अलिक खुलेआम हाम्रो नेपालमा जस्तो हाहा हु गर्ने खालको हुँदैन एकदम डिसिप्लिनमा बस्ने हुन्छ अब हामी चाहिँ कस्तो भने ल सिग्नल अब रोडमा हिँड्दाखेरि सिग्नलहरू अब
रातो बोलिरहेको छ भने पनि हामी वास्तै नगरिकन हात छेक्दै यसरी रोक 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 भन्दै हिँड्ने बानी नि त। यहाँ आएपछि अब होइन यहाँ पनि एउटा त्यसमा चाहिँ अब हुन्छ नि सबै के अरे सब राम्रो कुरामा पनि एउटा नराम्रो हुन्छ होइन, नराम्रो कुरामा नि एउटा राम्रो हुन्छ भन्ने चाहिँ हुँदो रहेछ। यहाँ पनि अब कतिहरू जापानिजहरू देखिरहेको हुन्छु त्यत्तिकै बाटो काटिरहेको होइन, तर अब अरूको कन्टेक्समा हेर्दा चाहिँ यहाँनिर चाहिँ जस डिसिप्लिनहरूमा चाहिँ राम्रै नै पर्छ भन्ने लाग्छ है। अनि डिसिप्लिन साथसाथै सेफ्टी पनि एकदमै। अब हामी काम गरेर नाइट मैले त भन्ने हो भने सातै नाइट काम स्टुडेन्टको बेलामा त धेरै नै दुःख हुन्छ नि त यहाँनिर त। अब कलेजको फी तिर्नुपर्छ महिनाको 60-70 हजार, अनि के अरे रुम भाडा भयो, खाने कुरो भयो, महँगो छ यहाँको इन्कम अनुसार, अब सबै कुरा एक्सपेन्सिभ छ नि त। अनि त्यो भएपछि अब पैसाले नपुग्ने, अब नेपालबाट महिनाको अब 1-1.5 लाख त खर्च यहाँ पठाइ मागेर त साध्य छैन। हामी कोही पनि आफ्नो पैसाले आएको पनि हुँदैन र कसैले पनि नेपालबाट छोराछोरी पढाउनलाई खर्च पठाउँदैन पनि होइन। अनि हामीले जसरी नै स्ट्रगल गर्नुपर्छ, अनि पैसा नपुग्ने खर्च, अनि सातै नाइट काम गर्थ्यौँ, अनि रातभरि काम गरेपछि त अब दिउँसो बिहान कलेज जानुपर्ने। अब कलेजमा कति गाह्रो हुन्थ्यो होला त्यो स्टुडेन्ट लाइफ सम्झिँदाखेरि त त्यो सम्झिनु पनि मन लाग्दैन होइन, एकदमै दुःख नै हुन्थ्यो। दुःख चाहिँ दुःख नै भएको हो। अब दुःख गरेर नै अब यतिको भइएको छ होइन। अब कहाँ आउने दिनहरू नि अझ सुख हुन्छ होला, वी होप होइन, आशा गरौँ। अब स्ट्रगल गरियो भने नहुने चाहिँ केही पनि होइन, सफल भइन्छ। अब हरेस खानु हुँदैन होइन, हामी सबैले अब जतै गए पनि स्ट्रगल गर्नैपर्छ, हार्ड लेबर गर्नैपर्छ, त्यही नै हो। थ्याङ्क यू। आजको पहिलो भिडियोमा हामी यति बोल्यौँ, यहाँसम्म है जानकारी दिउँ। यहाँसँग तपाईँहरू हुनुहुन्छ, आइदिनुहोस्, मेरो युट्युब च्यानललाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। सबैलाई धेरै धेरै धन्यवाद। साथसाथै मेरो पनि है।